ल यस्तो भात कसेर खानुभएको छ मरिमरि काम गरेर आयो बुढीले यस्तो भात पकाइदिएको छ अहिलेको के को भात हो अनि रोटी त खाँदा चुड्कीको भरमा गर्छु काम भन्ने मान्छेलाई अनि यतिको खाँदा भात त पकाइदिएको छ के हो यस्तो भात कसैले खानुभएको हेर्नुहोस् त यो खाएको नि यो हौ भातमा मसिन के भात हो? अनि कति खाएको नि हौ गाउँमा यस्तो भात कसैले खानुभएको छ भने भन्नुहोस् त कमेन्टमा मिठो लाग्यो गाउँमा खानु ल्याएर सब्जी फेरि बोडी पकाएर बोडी र आलु मात्रै पकाएर पहिला त हौ गाउँमा त वहाँ मिठो पो हुन्थ्यो भन अहिले त कस्तो स्वर्ण स्वादको त्यही पनि एक थाल खाएँ मिठो खाने भयो नि अब यहाँ त्यही पनि एक थाल खाइहालेँ त्यो त्यही स्वादै नहुँदो रहेछ स्वादै नहुने खाने बेला खायो अनि मान्छे स्वाद पहिला त मिठो हुन्थ्यो है के हालेको अरे यो मसिन हो